नचिप्लोस् भनेर हैन सर स्टोन स्टोनको बुटमा पानी ल्याउनु पर्यो के गर्नु के हुँदै केमा तपाईँ र म किन यो पनि हेर्नु पर्यो के गर्नु काटेर मैले तपाईँकोबाट सिक्नु पर्यो नि के अरे आफ्नो ग्रुप उयो छ नि कतिवटा ग्रुप छ हजुरहरूको 5वटा 4वटा ग्रुप छ नि आफ्नो ग्रुपमा एउटा कटिङ बोर्डको अगाडि बस्नु ल सबैको जस्तै एउटा ग्रुप यहाँ बस्ने होइन एउटा ग्रुप यतापट्टि बस्ने कति 6 जना कति हुन्छ ग्रुप सीहरु यता आइदिनु त ग्रुप बस्नु त ग्रुप कमेन्ट दियो ग्रुप सी गाइस ग्रुप सी ग्रुप हामी यो बी ग्रुप डी यता हाम्रो ग्रुप एमा के हुन्छ अभिषेक लिम्बू अभिषेक होइन सर अभिनय लिम्बू अभिषेक अनि अर्को अभिषेक खड्का अभिनय लिम्बू अनिता आर्यन अनि कता बस्नुहुन्छ एकको यता हुनुहुन्छ अनि बीको कता बाहिर हुन्छ त्यही बीमा आउनु ल त्यति आउँथि अनि विवश अनि विक्रम ठिकै छ विनेश अनि बिरहाङ ल ठिकै छ सीमा ल ठिकै छ कि स्टोन यहाँ राख्नु त हेर्नु है यो स्टोन छ नि हजुर यहाँ सुन्नु तपाईँहरूले सबैले ध्यान दिनु उता कस्तो हुन्छ यो जुन नाइफ छ नि हजुरहरूले चाहिँ सार्पन गर्न चाहिँ जान्नुपर्छ है हामीसँग त्यो अर्को सार्पन यहाँ हुनुपर्ने अर्को छ नि अर्को पनि छ अर्को त लामो स्टोनको छैन पहिला त्यो स्टोनबाट गर्दा त्यो अर्कोबाट त सजिलो हुन्छ होइन यसबाट गर्दाखेरि चाहिँ तपाईँहरूले यो छ नि हजुर हल्का 35 डिग्रीमा डाउन गर्ने है कपडा माथि राख्नु भने चाहिँ सजिलो हुन्छ ल यो हल्लिँदैन क्या है यसलाई अलिक सपोर्टर दिन्छ एउटा कटिङ बोर्ड है सपोर्टर दिउँ यो तपाईँले यो छ नि माइ साइडबाट यो धार चाहिँ एक साइड चाहिँ यस्तो गर्नु पर्यो है पानी हल्का लाउँदै गर्नु भने सजिलो हुन्छ ल अलिक पर गरिदिनु गरिदिनु यो वान साइडबाट छ नि है यहाँ हेर्नु यहाँ टुप्पोमा मैले थिचेको छु अनि यहाँ माथि छ होइन यहाँबाट हेर्नु है तल गयो फेरि माथि तान्नु फेरि तल माथि है अब अर्कोटी फर्काउने है यहाँ सेम यसरी नै
यो के हुन्छ नि अब यताबाट तपाईँले यस्तो गर्नुभएको छ नि फेरि यताबाट यस्तो गर्नुभयो भने यो धार मिल्दैन ल यस्तो मोडिन्छ है त्यही भएर यो पनि सर बुझेन सर के भन्नुभयो जस्तै मैले यो साइडबाट सार्पिङ गरेँ नि त हजुर यसको जुन धार मैले यहाँनिर बिट हानेको छु हजुर अनि बिट हान्दाखेरि यहाँनिर चाहिँ तपाईँको धार बस्छ अनि यतापट्टि चाहिँ यो के भन्छ 35 एङ्गलमा मैले डाउन गरेको छु नि त त्यही भएर चाहिँ यता चाहिँ बिट तपाईँको धारको बस्दैन नि त त्यो भएको कारणले मैले एक साइड धार लगाएँ है यसरी है भनेपछि यो धार चाहिँ उँभो जाँदैछ है अब यताबाट गर्दाखेरि मैले यता गरेँ भने फेरि यस्तो फोल्डिङ हुन्छ नि त यसरी तान्दाखेरि त्यही भएर मैले फेरि यताबाट लगाएँ ल एउटै साइज एउटैपट्टि हुनु पऱ्यो दुवैपट्टि जस्तै यहाँबाट हेर्नु है याद गर्नुभयो ल तपाईँहरू गर्नु त एउटा छुरी यहीँनिर साइड एक्जाम्पल गर्नु त ल तपाईँले केमा गर्नुहुन्छ ल यहाँनिर एकचोटि गर्नु तपाईँले यो छ नि पक्रिनु यहाँ होइन नाइफ पक्रिनु पहिला है ठेल्नु यसरी ठेल्नु यहाँ जस्तो छ नि यहाँबाट छ ठेलेर ल्याउनु यसरी यो ठेलेर ल्याउनु भयो नि हो यत्तिकै लगाइराख्ने है अब अर्कोपट्टि फर्काउनु त अर्कोपट्टि यसरी हो हो अनि लास्टबाट फेरि यसरी नै हजुर यसरी त्यसरी अनि त छिलेर बजा अलिकति इटाले यो यस्तो कुन एङ्गलबाट तान्नु त यसरी तान्नुपर्छ यस्तो यहाँबाट टुप्पेबाट यसरी लाँदै हुन्छ भनेदेखि टुप्पेबाट यसरी लाँदा हुन्छ यस्तो गर्दै ल्याउनु परेन जस्तै भयो हेर्नु उल्टो भयो तपाईँले यस्तो छ नि होइन हजुर मैले यहाँबाट यसरी लानु पऱ्यो है हजुर धारलाई यसरी लानु पऱ्यो है तपाईँलाई हात लगाउन दिन्छु पऱ्यो यहाँ ल्याउनु त हात पक्रिनु सर उल्टो भयो हात कुन हातले पक्राउनुहुन्छ तपाईँले यसरी पक्राउनु है ठिक छ अलिक यो चाहिँ सर्ट पार्नु है तपाईँ यो लानु ओके ए हजुर टु साइड चाहिँ हुनुहोस् है अब अर्को साइड यस्तो गर्नु सर हो अब यहाँबाट ल्याउनु ओके ए फेरि गर्नु त आउनुपर्छ पर्छ गर्नुभयो सर यसो एजमै गर्नु है यता यसमा अलिक राम्रोसँग लाग्छ अलिक बिचमा सिधा गरेर हुन्छ बिचमा अनि फेरि यसलाई यसरी तान्नु होइन त्यसरी ठिक छ यो चाहिँ त्यो डाइरेक्सन चाहिँ अलिक कन्फ्युजन भएर क्या एकछिन सर ठिक छ अब यताबाट ठेल्नु हो सर एउटा क्वेसन सोधेँ ल जहिले जस्तै कि स्टार्टिङ चाहिँ यहीँबाट गर्नु पऱ्यो होइन सर हजुर टुप्पोबाट हुँदै पछाडि आउनु पऱ्यो हजुर हजुर ए रिभर्स गर्दा पनि ढाल मिल्छ है मेरो लाग्यो है ल एकछिनको लागि म एउटा लगाइहाल्छु ल गरिहाल्छु ल के भन्छ यसरी फास्ट गर्न मिल्छ है अनि चाहिँ ठिकै छ हामी पार्टी सुरु गरिहाल्नु है अलिकति यो बिटहरू मजाले मिल्छ भने यसरी छिट्टो चाहिएको छ नि यति पनि भइहाल्छ है हल्का सरले के लेखाउनु दिनुभएको छ जुलियनलाई यस्तै गरेँ है हामी कटिङ गरेको राख्ने ठाउँ अलिक बनाउने अलिक पर लैजाउँ म एउटा सबै कटिङ गरेर देखाइदिन्छु त्यहाँ लेखेको छ अनि त्यस पछाडि त्यसमा चाहिँ पेपरमा लेखेर राख्ने अनि त्यो अनुसार फेरि हजुरहरूले प्र्याक्टिस गर्ने ल यहाँ कपडा छ दिनु लगाइदिइहाल्छु नि यस्तो जुलियन कट है जुलियन चाहिँ यस्तो हुन्छ है जुलियन भन्ने बित्तिकै यो खालको पनि हुन्छ है फाइन जुलियन लामो खालको छुरी छ
लाग्ने खालको एउटा फाइन जुलियन यो भयो है हजुर त्यो तपाईँहरूले जस्तै मैले हिजो भनेको नुडल्सहरूको लागि त्यो काट्न मिल्यो है जस्तै चाउमिनहरू हुन्छ नि कुनै कुनै अब कुचुम्बर सलाद एउटा चाहिँ हुन्छ म्याचेस्टिक जुलियन हुन्छ ल म्याचेस्टिकमा चाहिँ तपाईँको कस्तो हुन्छ भने त्यो चाहिँ तपाईँको म्याचेस्टिकमा पर्छ है म्याजेस्टिक म्याचेस्टिक मोटो मोटो हेर्छ सर यो थोरै यो नुडल्सहरूमा सबैमा काम लाग्छ है यो जुलियन र यो म्याजेस्टिक जुलियन सर के साइजको मात्र फरक हो जुलियन मात्रै फाइन जुलियन हो तपाईँले होटलहरूमा जस्तै के बनाउँदै हुनुहुन्छ लुज छ भने त्यसो हुन्छ फाइन जुलियन चाहिँ यत्तिकै काट्न मिल्छ तपाईँहरूले जस्तो अब खेरामा फाल्नु मन छैन भने चाहिँ यत्तिकै फाल्ने नभए अब कसैले त अब प्रफिट चाहियो नि त एक साइजको त्यसको लागि यो कटिङै त्यसलाई चाहिँ म्याजेस्टिक जुलियन यो म्याचस्टिक सलाइको काटिङ सेकेन्डमा के छ तपाईँहरूको सर ब्रुनोइज भन्ने थियो ब्रोनाइज ब्रोनाइज पनि तपाईँको यसैबाट भन्छ है हजुर जस्तै ब्रोनाइज मात्रै लेख्नुभएको छ हजुर ब्रोनाइज भनेको चाहिँ स्मल धेरै फाइन चाहिँ हुँदैन होइन फुल फाइन चाहिँ हुँदैन डाइस जस्तो ब्रोनाइज चाहिँ तपाईँको यस्तो चाहिँ हुँदैन हजुर स्मल नलाइन सर हजुर स्मल पनि धेरै स्मल अलिकति पुरै स्मल भन्दा पनि धेरै स्मल हुन्छ यो चाहिँ ब्रोनाइज चाहिँ यतिको हुन्छ नि अर्को फाइन चप भन्छ है अर्को चाहिँ ल अर्को जार्डियन फाइन सब डग जेल भन्ने छ रिलेक्स अरे डुलेक्स अर्को के छ एउटा फाइन जुलियन होइन त्यो फाइन चप पनि हेर्नु ल त्यो चाहिँ एकदमै मिन्स भन्छ नि एकदम मसिनो हुन्छ नि त्यो अब किमाहरूको लागि तपाईँहरू सरले कस्तो मजाले काट्नु यो फाइन कट हो सर फाइन जुलियन हो हामीले यसरी काट्दाखेरि नभए फाइन जुलियन अब तपाईँको फाइन जुलियन ए पुरै सिपेनाइट हजुर पुरै झन्डै मिन्सै गरेको थियो यो त्यसलाई चाहिँ मिन्सै भन्छ ल ए मिन्स पनि भन्छ हजुर मिन्सै त्यही त मिन्स गार्लिक गरेको जस्तै हजुर अहिले नगर्छ सबै फरक छ नि होइन अर्को के छ जार्डियन अनि हो त्यो कटिङ देखाउनु थियो अहिले सबै राखेको चाहिँ एकजना भन्नु त्यो सबै मेकेडोनियन गार्डियन अनि त्यसपछि बेजिन मेसेडोनियन ब्याटनेट काटिने अनि स्प्लिट वेज डायमन्ड सिफोनेड भन्नुभएको चाहिँ आज चाहिँ है मेसनेट छ ब्याटनेट है ब्याटनेट ब्याटनाइट हजुर अनि अर्को कुन छ ब्याटर सर जार्डियन सिफोनेड पनि थियो सर सिफोनेट चाहिँ तपाईँको सिपेनाइट त यो भयो सर यो चाहिँ सिफोनेड सिफोनेड चाहिँ भनेपछि सर त्यस्तो अलिक लिफहरूको भयो हजुर हजुर अर्को वेज वेजेस चाहिँ तपाईँको यस्तो भएको ए लेमन वेज हो मिल्यो है अनि स्लिट त यही भइहाल्यो स्लिप स्लिट चाहिँ डायमन्ड डायमन्ड भनेको तपाईँको चिन्नु भएको छ डायमन्ड छ भनेदेखि
हुन्छ है ओके अर्को तपाईँको ट्रायङ्गल पनि होला होइन त्यो ट्रायङ्गलहरको त्यो है ट्रायङ्गल रेक्टेङ्गल एउटै हो क्या यो रेक्टेङ्गल स्क्वायर स्क्वायर भयो स्क्वायर दामी भयो स्क्वायर बनाउनु डाइसहरू त यही भइहाल्यो डाइस त यही भइहाल्यो जस्तो यो जुन छ नि मिडियम लार्ज होइन यसले पनि धार लाउनु पर्दैन बुझ्दैन डाइस त तपाईँको यो भइहाल्यो है ठुल्ठुलै हुन्छ है डाइस अनि स्मल होला होइन होइन त्यो ब्रुनाइज होइन यति पढाउनु भएको छ ए भनेपछि अलिकति के अरे स्मल डाइस चाहिँ अझै ठुलो हुन्छ ल हजुर स्मल डाइस भने चाहिँ यतिको हुन्छ ल ब्रुनाइज भन्दा अझै ठुलो पनि हुन्छ अनि अर्को कुन अरे यो डाइस मात्रै भयो मिडियम डाइस ल मिडियम डाइस किन्नु चाहिँ नि झर्दैन है त्यो मिरापुवा भन्ने मिरपुवा 0.5 10 मा पुरानो हो त्यसको राउन्ड काट्यो भने पनि भयो अर्को ठुलो त चल अड्दैन नि त्यसमा ए अड्दैन तालेर ल्याइगयो होइन त्यो त्यस्तै त्यो पिन बेच्नेमा सबै मिक्स गरेर है यो चाहिँ तपाईँको रोल कटिङ पनि हुन्छ मिरपुवाको है मिरपुवा आउँछ रोल जुनै पनि ट्रायङ्गल पनि हुन्छ है ट्रायङ्गल काटिङमा सर त फ्रेन्च फ्राई कट पनि खोइ के भन्नुहुँदैछ त्यो यही हो यही हो यो चाहिँ अलिक ठुलो पनि हुन्छ फ्रेन्च फ्राई कट अलिक फिङ्गर कट चाहिँ अलिक ठुलो हुन्छ ल जाडो यसकै गरिदियो ल अलिक ठुलो मोटो खाले यसको गर्छु नि फ्रेन्च फ्राई भन्छ है मैले दिन्दिनँ आलुबाटै गरौँ न होइन सर यस्तो पिलरहरू त धार लाउनु सकिँदैन होला यो किलोहरू चाहिँ लाउँदैन हो त्यो भएपछि ख्यालिदियो हुँदैन हुँदैन कसरी जाडी नाइट भन्ने भन्छ आलु काट्यो डायमन्डको थियो क्या दिनु घरको यो याद गर्नुभयो तपाईँहरूले हजुर है हेर्नु है ए है फिङ्गर चिप्स चाहिँ यो भइहाल्यो हजुर अनि यो चाहिँ फ्रेन्च फ्राई फिङ्गर चिप्स चाहिँ अलिक मोटो हुन्छ नि फ्रेन्च फ्राई चाहिँ अलिक सानो हुन्छ ल ए जाडी नाइट हजुर अरू भन्नुहुन्छ भने अर्को कुन छ सर नि यो वेस्ट जाँदैन यो चाहिँ जाँदैन यो मिरापुवा हो यो तपाईँको डाइरेक्ट पनि हुन्छ जस्तै यो तपाईँहरूलाई छ नि फ्रेन्च फ्राईको लागि मैले अलिक देखाउनलाई मात्रै गरेको कि हजुर तपाईँहरूले यो डाइरेक्ट गर्न मिल्छ जस्तै फ्रेन्च फ्राईको लागि बनाउनु पऱ्यो सिम्पलले है ब्याटरनेट काट्नु पऱ्यो नि होइन हजुर अनि वेजेस पोटेटोहरू फ्राईहरू आउँछ नि त डाइरेक्ट काट्नु मिल्छ अरे तपाईँहरूले प्रायः जसो डिपार्टमेन्टहरू फ्रेन्च फ्राई किन्नुहुन्छ नि हजुर सबै पिस हुन्छ कि ए हेर्नु है अब मैले अघि यहाँ साइड पिस हालेर गरेँ नि होइन हजुर तर पनि यसमा केही फरकै पर्दैन कि है ए यतिकै गर्नु मिल्छ ल ए हजुर हजुर एउटा पनि वेस्ट जाँदैन है फ्रेन्च फ्राई फ्रेन्च फ्राई अब जाडिनेरी कटन होइन यसको ठाउँमा मिलिहाल्छ वेस्ट नजाने अर्को कुन छ यति मात्रै लेखाउनु अब ट्रायङ्गल बनाउनुहुन्छ भन्दै थियो त्यो तपाईँले ट्रायङ्गल हो ट्रायङ्गल ओनियनबाट गर्नु 12 13 13 वटा
त्यतिवटा सिकाउनु हामी सिकिहाल्छौँ नि त्यो चाहिँ अनियनको प्रायः जस्तो चिल्लीमा जान्छ ल प्रायः जस्तो चिल्ली धेरै खानुभएको होला होइन यो त प्रायःलाई चिल्ली त प्रायःले खानुभएको छ चिकन चिल्ली पनिर चिल्लीहरू होइन यो ट्राङ्गल जान्छ भनेदेखि थियो अब यो तपाईँलाई यो चाहियो भने चाहिँ भइहाल्छ है यो गर्न मन लाग्छ अझै यसको सेप दिन मन लाग्यो भने तपाईँहरूले यो सेप दिन मन लाग्यो भने अझै अर्को कुन छ देखाउनु भएको ट्याङ्गलै हो अर्को डायमन्ड देखाउनु भएको छैन डायमन्ड भइसक्यो है सर उयो पनि भनिदिनु न यो फुड आइटम केमा जान्छ त्यो पनि भनिदिनु नि यो भनेको सते भेजिटेबलमा जान्छ प्रायः जस्तो यिनीहरू भनेको छ है सते भेजिटेबल जति पनि हुन्छ नि सते भेजिटेबल भनेको चाहिँ स्टिर फ्राई भेज भन्छ नि बोइल भेजलाई चाहिँ बटर गार्लिकमा चाहिँ टच गर्ने हो क्या सुक्खा सुक्खा हुन्छ क्या अनि यो भनेको चाहिँ प्रायः स्टोकहरू बनाउने मेरो पुग्छ है यो भनेको चिल्ली भयो चिकन चिल्ली चिल्लीहरू भयो है यो डाइस कटहरू भनेको सलादहरू जस्तै मिक्स सलादहरू साँधेर बनाइन्छ नि जस्तै रसियन सलादहरू भयो अब यसमा एप्पल पनि हुन्छ पोट्याटो हुन्छ है योहरू पनि सलादमा जान्छ या त भेज करी आइटमहरू हुन्छ है जस्तै भेजको मिक्स भेज करीहरू हुन्छ नि मिडियम डाइसहरू भयो यो तपाईँको स्मल डाइसहरू भयो यो ब्रोनाइजहरू चाहिँ यो भनेको चाहिँ तपाईँको सुपमा जान्छ है फेरि प्रायः है ब्रोनाइज कट चाहिँ सुपमा जान्छ फ्राइड राइसमा जान्छ अनि यो फाइन चप भनेको चाहिँ तपाईँको किमाको आइटम जति पनि मन्चुरियन भयो अब डम्पलिङ भन्छ मोमो भन्छ तिनीहरू चाइनिजहरू बेसी जान्छ है मन्चुरियन भयो या कोफ्ता बनाउनु पऱ्यो या पकौडा बनाउनु पऱ्यो भने यो जान्छ अनि यो भनेको चाहिँ स्पेसली हाक्का नुडल्स भयो होइन अनि जस्तै चप्सी भयो अमेरिकन चप्सी भयो तिनीहरू जान्छ अब यो भनेको चाहिँ हाक्का नुडल्स या चाउमिन भन्यो भने पनि त्यो हाक्का नुडल्स भनेको चाहिँ चाइनिज भइहाल्यो न हामी नेपालीहरू चाहिँ चाउमिन भन्छौँ है यो भनेको चाहिँ हाक्का नुडल्स अलिकति स्पाइसी हुन्छ र चाइनिजमा पऱ्यो है अलिकति ज्यादा डार्क हुँदैन ल अनि यो चिकनेट भनेको चाहिँ अब बुझिहाल्नु भयो नुडल्सहरूमै जान्छ है प्रायः जस्तो अब सिलिड त अब कुनै पनि अब नुडल्समा नि हाल्न मिल्यो अनि बिरयानीहरूमा पनि हाल्न मिल्यो अब हालेको चाहिँ वेजेस भनेको चाहिँ अब लेमन छ भने निचार्न मिल्यो अब पोट्याटो छ भने उसको वेजेस फ्राइड पोट्याटोहरू बनाउन मिल्यो है यिनीहरूको भने है मैले वेजेसहरू मुस्ताङे आलुमा पनि मुस्ताङे हाल्यो भने वेजेसै जान्छ नेपाली फुड है अनि अरू के छ अरूको बारेमा भन्नुपर्ने हजुर यो त फिङ्गर चिप्स भइहाल्यो अरू कुनै पढाउनु भएको छ सर ए हामी स्लाइसहरू गराएको छैन स्लाइस गराएन ड्याङ्गल कट जस्तै हामी सलादमा युज गर्छ नि यहाँ सुन्नु ड्याङ्गल कट है यो एकदमै इम्पोर्टेन्ट छ है तपाईँहरूलाई अब एउटा ग्रिन सलाद बनाउनु भन्नुभयो भने कहीँ जानुभयो भने त प्रायः ग्रिन सलादहरू भनेको प्रायः हेल्परहरूले बनाउनु पर्ने हुन्छ नि त त्यो कम्पलसरी याद हुनुपर्छ ल है ड्याङ्गल कट भन्यो भने चाहिँ ड्याङ्गल कट भन्छ ड्याङ्गल या ड्याङ्गल है अर्को भनेको चाहिँ स्लाइस कट है स्लाइस कट चाहिँ यो रोल कटिङ पनि हुन्छ स्लाइस है यो याद गर्नु पऱ्यो है सबैको अहिले नाम लेखेर सबै राख्ने है अनि पिक्चर टक्क एउटा खिचिदिनु नि है अहिले तपाईँले यो भिडियोमा एक एकवटा पोइन्ट गरेर देखाइदिनु यो भिडियोमा अनि अर्को भनेको तपाईँहरूलाई यसमा स्लाइस कट सलादमा भनेपछि कुनै पनि आइटम काट्न सक्नुभयो है ठुल्ठुलो पिस छ भने चाहिँ रोल काटेर दिन मिल्यो सानो पिस छ क्यारेटहरू रेडिसहरू कुकुम्बर भने चाहिँ यसरी काटेर चाहिँ सेप मिलाउन मिल्यो है त्यो छ अरू कुनै पढाउनु भएको छ यति नै अहिलेलाई यति नै गरौँ न त अब प्रायः सकिसक्नुभयो अब के होइन यिनीहरूबाटै मिलिहाल्छ आफ्नो ग्रुपले है त्यो कटिङ बोर्डको काटेर राख्ने नि ल
है आफ्नो ग्रुपले गर्ने अनि लास्टमा देखाउनु ल सरी एकचोटि भनिदिनु नि त सबै यो अम्ला देखाउँदै देखाउँदै यो ब्राउन राइस है फ्राई राइसहरूको लागि तपाईँको यो स्मल राइस मिक्स भेज या क्युब कट पनि भन्छ है क्युब कट भन्यो भने त्यस्तो क्युब कट तपाईँको मिक्स भेजमा चाहिँ यो त्यो पनि भयो र अर्को पनि हुन्छ है तपाईँहरूलाई म देखाइहाल्छु यो डायमन्ड स्टाइलको हुन्छ ल जस्तै यो भयो हेर्नु है त्यो मिक्स भेजहरूको लागि कटिङ हुन्छ यसै बिन्सहरू भयो होइन बिन्स अनि तपाईँको क्यारोट यो टाइपले काटिन्छ है मिक्स भेजिटेबल होटलहरूमा स्पेसली चल्छ धेरै है क्युब कटमा भन्यो भने यो है यो चाहिँ तपाईँहरू सलादहरू जस्तै रसुन सलादहरू अब फ्रुटहरू कटिङ गर्नु पऱ्यो क्यारोटहरू भेजिटेबल बेस सलादहरू हुन्छ नि होइन जस्तै के भन्छ एउटा रसुन सलाद बनायो भने एभ्रिथिङ तपाईँको मिक्स भेजिटेबल पनि जान्छ क्या ओरेन्ज पनि भयो एप्पल पनि गयो होइन अनि एगहरू पनि भन्यो भने एगहरू पनि जान्छ क्यारेटहरू पनि बोइल गर्दा अनि बिन्सहरू पनि सबै जान्छ त्यो भयो यो चाहिँ डाइस कट यो भनेको चाहिँ तपाईँहरूले मैले केमा भन्दै थिएँ लास्ट केमा भनेको थिएँ मैले सुपमा जाँदाखेरि सुपहरूमा त यो जान्छ या सलाद पनि सलादहरू जान्छ है त्यो यो ट्रायङ्गल चाहिँ उसमा जान्छ है सबै भेजिटेबल कम्पाउन्ड भेजिटेबलहरू भयो है यसको फ्लेभरहरू चाहिँ अब यसको टेस्ट र फ्लेभर त एउटै आउँछ अब यो चाहिँ तपाईँको कुनै पनि भेजिटेबलहरूलाई एक्स्ट्रा टेक्चर दिन्छ क्या कटिङको डिजाइन है यो भनेको चाहिँ चिल्लीहरूको लागि कटिङ है यो भनेको मिरिप्रुक्स है मिरिप्रुक्स भनेको अब मिक्स रफली कट यो चाहिँ अब स्टोकहरू बनाउँदा काम लाग्यो अब चिफ मिनट भनेको चाहिँ अब तपाईँहरूले नुडल्सहरू बनाउँदाखेरि अब क्याबेजहरू काट्न मिल्यो है लिक्विड भेजिटेबल कुनै पनि अब साग फ्राई गर्दा पनि सागहरू बनाउनुहुन्छ नि सागहरू वेजेस यो चाहिँ अब भेजिटेबल अब पोटेटो वेजेस फ्राईहरू आयो भनेदेखि त्यसको लागि है यो भनेको सलादहरूको लागि भइहाल्यो है यो नुडल्सहरूको लागि है यो पनि त्यही बनाउँछ यो भनेको सलाद एउटा अनियन छ दिनको यो अनियन अनि यो सुरु हुने सही त्यसले खत्तम हुँदैन यो जस्तै अब यो दो प्याजा कटिङ हुन्छ नि याद गर्नु ल दो प्याजा कटिङ दो प्याजा जस्तै अब होटेलहरूमा जाँदाखेरि एकछिनै हल्लामा होइन पनिर दो प्याजा होइन भेज हन्डी यस्तोहरू अब के भन्छ पनिर टिक्का चिकन टिक्का अर्डर आउँछ नि त त्यहाँ चाहिँ तपाईँहरूलाई थाहा छ होला है त्यसको लागि चाहिँ हामीले दुई प्याजा कटिङ चाहिँ यस्तो हुन्छ है हेर्नु ल अलिक सानो छ भने 3 पिस मात्रै गर्ने अलिक ठुलो छ भने त अलिक 4 पिस गर्न मिल्यो ल यस्तो लागि यो ठुलै छ नि त यो प्याज सानो ठुलो छ भने तपाईँहरूले सेप मिल्छ ल दो प्याजाको कटिङ चाहिँ यस्तो हुन्छ ल यो साइजको हुन्छ है यो तपाईँले अब फ्राई गर्दा गर्दा आफै छुट्टिन्छ सबै मिलिहाल्छ है यसरी निकाल्ने यसलाई चाहिँ फेरि चपहरूमा केहीको लागि कराई मसलाहरूमा युज गरिन्छ अनि यसको बारेमा यो भन्नु यो जुन छ नि कडाई ग्रेभी चाहिँ यो चप मसला बनाउँछ नि कडाई ग्रेभी र चप मसलातिर यो तपाईँको ब्रोनेस कट पनि जान्छ है मैले कडाई मसलाको ग्रेभीको लागि कटिङ हेर्नु ल स्पेसली स्मल क्युब भन्दा पनि भयो यो त ब्रोनेज कट है मैले यति चाहिँ राख्यो है ल आजलाई यति गरौँ न है याद गरौँ है अब यसको सबैको नाम लेखेर राखिदिउँ न नाम लेखेर सर सबैको खतमै भइसकेको छ सुरु हुँदैछ नाम राख्नु त यो हजुरले यो टक्क पिक्चर राखिराख्नु भयो भने काम लाग्छ नि त सबैलाई व्हाट्सएपमा ग्रुपमा सेयर गर्ने ल हुन्छ सर